जुम्लाको बेस्ट त्यो चाहिँ सबभन्दा फेमस जुम्लाको आएर यहाँ जुम्लामा आएर यहाँ नआउने मान्छे चाहिँ कोही छैन होला है। टक्क यहाँको फेमस प्लेसमा आइसकेको छौँ है हामी चाहिँ जुम्लाको सबसे फेमस प्लेस हामीले चाहिँ टिकट काट्नु पर्दैन किनकि हामी यहाँ स्थानीयबाट चाहिँ टिकट काट्नु पर्दैन है। यो स्थानमा योमा भएको सायद त्योहरू यहाँ हेर्न सक्नुहुन्छ है। यो कतिमा स्थान हो 2075 साल 4 महिना 23 गते भएको छ नि 16 गते स्थापना भएको छ है। यदि म यहाँ 4-5 जनालाई सोध्नु छु है, यदि मैले अब कोही बोल्यो भने मसँग चाहिँ यदि जस्तै राइट एन्सर दिन्छ म त्यसलाई 100 रुपियाँ गिभ अप गर्छु है। जस्तै चाहिँ राइट एन्सर भन्छ 100 रुपियाँ गिभ अप गर्छु है। कस्तो भन्दै रहेछ है। अब चाहिँ म एकजना सोध्छु है। यहाँ चाहिँ जुम्लामा आएर चाहिँ यदि गुम्बा नआउने मान्छे त्यो कोही हुन्न कि। यदि किन गुम्बा किन फेमस छ म त्यसको बारेमा अहिले तपाईँलाई के भन्न चाहन्छु है। गुम्बा किन फेमस छ यदि अब कसैले मसँग बोल्छ भने चाहिँ म हजुरहरूलाई सोध्छु है। एउटा दिदीहरू होइसिन्छ म एउटा दिदीहरूलाई सोध्छु र अब कसैले बोल्यो भने सोध्छु है। अब कसैले बोल्दैन भने त त्यो मेरो गल्ती होइन होइन। कसैलाई सोध्छु 2-4 जनालाई कसैले राइट एन्सर दियो भने चाहिँ म चाहिँ दिन्छु है। हेलो सिस्टर म हजुरबाट कुनै एउटा क्वेसन सोधौँ? आउँदैन छैन ल ठिक छ ल मैले उहाँहरूलाई सोधेँ थिएँ है। उहाँहरूले चाहिँ भन्नु भएन है टक्क आएर। अब 1-2 जना अरूलाई सोध्छु है। तर कसैले भन्यो भने चाहिँ म अब चाहिँ भन्छु है। मलाई पनि थाहा थिएन है। मैले चाहिँ आज फर्स्ट टाइम मात्रै आएको भनेर मलाई त्यस्तो थाहा थिएन है। मैले चाहिँ आज चाहिँ पढेर आएको छु है। हेलो ब्रदर म हजुरलाई एउटा क्वेसन सोधौँ? गुम्बा कहिले स्थापित भएको हजुरलाई थाहा छ? 72 साल कति गते? 16 गते। कुन महिना? महिना चाहिँ याद भएन। यदि हजुर एक्ज्याक्ट आन्सर हो हजुरलाई मैले 100 रुपियाँ दिन्छु। महिना याद भएन। मेरो जान्छ चाहिँ हजुरले फिक्स गर्नु चाहिँ म हजुरलाई पैसा दिन्छु। मैले चाहिँ दाइले चाहिँ ठिक्क तर सबै मिलाउनु भयो, वर्ष साल मिलाउनु भयो, डेट मिलाउनु भयो, तर कुन महिना भनेर भन्न सक्नु भएन है। यदि कसैले महिना पनि फिक्स हुँदैन म उसलाई दिन्छु, नत्र चाहिँ त्यो दादालाई दिन्छु है। दाइ चाहिँ सही एन्सर भन्नुको चाहिँ अब चाहिँ यहाँ 2-4 जनालाई सोधौँ है कोही छन् भने। को छैन यार आज चाहिँ मान्छे बहुत कम रहेछन् है। आज चाहिँ टक्क आएर अब हजुरहरूलाई जुम्ला किन फेमस हो त है। जुम्लाको सबैभन्दा यो किन फेमस हुनुको कारण यो त सबैभन्दा त पहिला त यो सायद नेपालको सबैभन्दा ठुलो मध्येको सायद 3 हो कि 4औँमा पर्छ जुम्लाको सबैभन्दा चाहिँ ठुलो स्तूप है, बौद्ध स्तूप हो। अनि हामीले के हेर्न सक्छौँ चाहिँ यहाँबाट चाहिँ जुम्लाको हरेक भ्यू हेर्न सक्छौँ कि हामी सब भ्यूहरू हेर्न सक्छौँ है। टक्क चाहिँ मैले अब चाहिँ अरूलाई सोध्न जरुरत पनि लागेन किनकि अब अझै त्यति